यो पोहा चाहिँ मलाई खासै मन पर्दैन कि अघिल्लो टाइम पोखरा जाँदा खाएको है कस्तो मिठो लागेको त्यो होटलमा होस् त नि एकचोटि घरमा गएर पकाउँछु भनेर प्याज काट्न थालेँ अनि यो रङ्गी बिरङ्गी क्याप्सिकम पनि हाल्छु भनेर ल्याएको त मोन्टेसोरीको फीभन्दा महँगो कि यो कलरफुल क्याप्सिकम चाहिँ त्यही पनि थोरै हाल्छु भनेर थोरै काटेँ होइन यो काटेर सकिसकेपछि चाहिँ मैले थोरै चिउरालाई भिजाउन राखिदिएँ पानीमा अनि अर्कोतिर प्यान राखेँ प्यानमा तेल हालेँ तेल तातिसकेपछि तोरी र जिरालाई मजाले फुराइदिएँ अनि खुर्सानी पनि त्यसमा फुराइदिएँ अनि काँचो बदामलाई त्यसैमा रोस्ट हुनको लागि राखिदिएँ अनि बदाम रोस्ट भएर रातो भइसकेपछि चाहिँ त्यसमा अहिलेको कलरफुल क्याप्सिकम र प्याज हालिदिएँ अनि एकैछिन मजाले चलाइसकेपछि गल्न थाल्छ अनि स्वादअनुसार नुन रङ अनुसार बेसार गरम मसला अनि थोरै कलर पनि राम्रो देखियोस् भनेर रातो धुलो खुर्सानी यो चाहिँ खासै पिरो हुँदैन कि कश्मिरी लाल मिर्च हो अनि यति हालिसकेर एकैछिन चलाउने अनि अहिलेको भिजाको चिउरालाई पनि हालिदिने अनि यसो पराकपुक पारेपछि पोहा रेडी नै भइसक्छ खासै पकाउन पनि केही पनि हुँदैन नि त यसमा अब सर्भ पनि गरेर देखाउँछु अनि मैले फेरि नयाँ प्लेट किनेको कि ठ्याक्कै आज यो पोहा राख्नको लागि पनि मलाई नयाँ प्लेट काम लाग्यो अनि कस्तो मिठो स्मेल आएको कि यो क्याप्सिकमले गर्दा पनि मैले पोहा बनाएको भयो कि नै कमेन्ट गर्नु है अनि कतिको मनपर्छ त्यो पनि भनिदिनु होला थ्याङ्क यू फर वाचिङ एन्ड किप लभिङ